गाइस ल हाम्रो ब्लगमा स्वागत छ है। हामी अब म यहाँ ग्यारेज आइसक्यो हैन। यहाँ यो टायर खोल्नु पर्ने थियो, हाम्रो भाइ पनि आइपुग्यो हैन। हाम्रो अर्को गाडीको हाम्रो 2190 को भाइ आयो हैन। यसलाई टायर खोल भनेको भन्न त त्यो हाम्रो यो पट्टा चाहिँ खोल्नु पर्ने छ अनि क्राउन पनि चेक गर्नु पर्ने भइरहेको यहाँ लफडा भइरहेको। यो पट्टा खोल भनेको अब टायर कसरी खोल्ने भन्ने कुरामा हो के। अनि हाम्रो यहाँ गुप दाइ नि आइसक्नु भयो हैन। दाइको गाडी आयो भने दाइ गाडी यहाँ छ। यो जोस अब यो टायर सायर खोलेर अब गर्ने भनेको ताउडे भाइलाई खोल भनेको हो। अब यो पनि अलि त्यो चार्ज लाग्छ त्यो मेसिन बनाउन यहाँसम्म आइहाल्छ। कुन मसिन उता बाहिरको यहाँ ल्याएर खोल्नु। ओ जादो भन ए मलाई खाली फोकटे ब्लग बनाएर ब्लग दाइ मा कसम दाइ ब्लग आइसक्यो युट्युबमा सब्स्क्राइब हान्नु दाइ भाइको च्यानल ब्लग आइसक्यो। अब यहाँ क्राउन आइल झार्ने भनेको खै मिस्त्री नि भेटिरहेको होइन। क्राउन आइल झारेपछि अब टक्क थाहा हुन्छ के भयो भनेर। अब ढोकाको चाबी नि बिर्सेछ घरै छ या चाबी नि गाडी के हो कपडाहरू क्या तपाईँ कहाँ गएको थियो घरै गयो र तपाईँ सातसम्म केमा गयो घर हिँड्दै हिँड्नुपर्छ रे 101 मान्छे हो। त्यस्तो भनिदिन्छन् गोपी दाइले। फेरि यो भ्लग चाहिँ फेरि के अरे आन्टी भाटी पनि पुग्छ नि फेरि घर गयो गान थाहा हुन्छ ट्याक्कै फेरि दाइ हो भनेको आन्टीले हेर्नु भइहाल्छ नि ब्लग सब्सक्राइबर हानेपछि हेर्नु परेन हेर्नु दाइ टायरको दाइ हेर्नु नि दाइ यो पट्टा हेर्नु नि त्यहाँ छोयो क्या दाइ क्लेममा यार टायरले भनेको के भयो त्यो सेन्टर बोल्ट बाङ्गेर भन्छ मैले क्लेम बोल्डर सब खाले ओ दाइ त्यो के अरे कराउन आल थोर झारेर हेर्नु पऱ्यो के क्राउन हेर्नु पऱ्यो होइन नि क्राउन आयो त्यो अगाडिको करस पनि फेर्ने एकचोटि क्राउन आएर झारेर नि हेर्नु पऱ्यो कि करास फेरेर चेक गरेर आउनुहोस् गाडी होइन कराउन होइन इन्जिनै झारेर हेरौँला। फेरि आलु कुरा नगर्नु नि कस्तो आलु कुरो गरे एकैचोटि गर्ने नि भनेको करास लिएर आउँ सापट खोला अनि गरौँ पहिला सापट खोल्नु। फेरि सापटकै कुरा गरे सापट त खोल्ने भने त सापट खोल्नुको टाइम लाग्छ भने के त्यो चाहिँ क्राउन आइल झारेर ढुक्क हुँदैन भनेको त्यसपछि आरामले काम गर्ने नि त करसको फेरि दौडाएर उहाँ जाऊ फेरि लिएर आऊ अनि है किन बिहान पुरै आइल आएर झार थाहा हुन्न झारेर टुक्रा टाइर केही झर्दैन त्यसपछि थोरै झारेर हेरौँ न अनि त्यहाँ करस फेरेर हेर्ने अनि फेरि यो क्राउन हानेर हेर्ने अनि भएन भने चाहिँ अनि त्यसको बदलामा चाहिँ जोस केही हुन्छ। अनि बिहान तपाईँ फायर भइदियो कि यार केटीले धोका दियो क्या हो फायर भयो त बिहान फायर नहुनु पर्ने मान्छे हो त यार तपाईँ यार। ओए बाबु यता हेर भ्लगमा आइज तैँले यता हेर्दा कालले हो दाइको च्यानललाई सब्सक्राइब हाने त फेरि आज हाम्रो यहाँ दाइ आज फायर भन केही न केही भयो दाइलाई यार छम्माले फोन उठाएन कि के भयो के भयो भन्ने नि छम्मा भन्ने हो त के हो भने कि छम्मा भन्दैमा के हुन्छ नराम्रो के भन्ने के भन्यो ओए ताउडे ओए के हो के हाल्यो आन्टीले हालेको भइहाल्छ नि बवाल कामै बवाल गर्ने भएपछि कब बवाल हुन्न गाइस। हाम्रो यो क्राउन खोल्ने काम हुँदैछ यहाँ क्राउन झारेको यहाँ पिनेन सिनेन गाह्रो छ भित्र अनि हिजो हामीले भनेको थियो नि त आज हाम्रो ग्यारेज गएर क्राउन खोल्ने पट्टा खोल्ने काम हुँदै थियो पट्टा सट्टा सब बनिसक्यो अनि यो क्राउन खोल्यो होइन यो क्राउनको भित्र गाह्रो छ पिनेन भन्ने अनि क्राउन खोलेपछि अब त्यो यो क्राउन त यो हो यो कति खोल्ने खोलिरहेकोलाई भाँडाकुँडाहरू यहाँ छ हाम्रो भाइ धरी हाम्रो भाइ यो गाडीको भाइ हो यो चाहिँ फेरि हाम्रै भाइ हो च्याङ्रे डन। हाम्रो अब जो काम भएर अब यहाँबाट घर जाने हो त्यही हो यहाँ क्राउन फिल भइरहेको छ यहाँ सबको लाएर यहाँ हाम्रो भाइलाई सब्सक्राइब हान भनेको भाइले फेरि नामै थाहा भएन कि
सब्सक्राइब हामीले सक्यो भने खै त्यो भिडियो खै अरू अपडेटमा गर्दै यो होइन कि अर्कोमा अहिले आउँछ अपडेट हुन्छ लास्टमा आउँछ त्यो सर्ट भिडियो मात्रै यहाँ आउँदैन क्या हो अपडेट हुन्छ अपडेट हुन्छ 4 बजेपछि हुन्छ अहिले हुँदैन हाम्रो काम सुरु भइरह तपाईँलाई हामी एकछिनपछि देखाउँछौँ फेरि अब यहाँ क्राउन सेट हुँदैछ हाम्रो उस्ताद हाम्रो अङ्कल हाम्रो प्यारो अङ्कल जुन हाम्रो ड्याडको साथी ड्याड साथी हाम्रो अङ्कलले जो क्राउन सेट गर्दै हुनुहुन्छ क्राउन स्राउनको आइसक्यो पिनियन चाहिँ भन्छ यसलाई तेल पिनियन भन्दा रहेछ अनि जोस् अब सामान आइसक्यो भाइ चेला अलि टाइट गर्दैछ अब टाइट साइड भएर अब घर जाने भन्ने कुरो हो टाइट साइड गरेर भाइले अब के भन्छ गएको र अङ्कल त गएको होइन यो छ नि भाइ यो पिनियनहरू सब राखेँ साइडमा सब यहाँ रात परिसक्यो अब होइन अनि रात परेको बेला नि यसो हामी भनेर हो भिडियो दिउँसो भिडियो हान्न पाएन दिउँसो चाहिँ जो अब दिउँसो काम भएको थिएन के त्यो राख्ने होइन त्यो अहिले ल्याउ न अहिले यहाँ सेट भएपछि यहाँ सामान बाँकी भएको सब हाल गाडीभित्र कारोबार बुझाउनु पर्छ कि बस भाइ बस बस बाबु ल तिमी बस त बस न त्यहाँ बस काकाले के भनिडाउनु भयो ट्याक्क टुक्क गर न त्यही भने त्यहाँ हेर सेटिङ कस्तो भइरहेको भोलि तँलाई काम लाग्ने चिज हो कि यो त्यो चाहिँ दाँती हान्यो भने खाएर आइसक्यो बाटोमा गएको भयो अब पाट फुट चाहिँ हानिदिन्थ्यो होइन अङ्क बाटोमा त जानुपर्थ्यो गाडी चढेर मिस्त्री बोलाउनु यहाँबाट धेरै होइन नागढुङ्गासम्म पुग्थ्यो यो मलाई थाहा थियो तर त्यहाँबाट उता चाहिँ गाह्रो थियो तर पानी डेन्जर पर्छ नि काले भाइ तँलाई थाहै थाहेन मौसम हेर्नु कस्तो भयो मौसम त अब आज त च्यालेन्ज गरेको थिएँ के गर्नु आफूले छोडिसक्यो यता हेरेर भन्दै है तेरो अहिले फेरि गाला चड्किने गरी सिगार छड्किने गरी भेट लाग्ने फेरि त अहिले हिजो रातिको कारणले गर्दा आज हाम्रो गाडीहरू फिट हुनको देखाउनु पाएन अहिले म चाहिँ यहाँ घरसम्म आइपुगेँ घर आएको त बिहानै हो भर्खर उठेँ होइन चाहिँ सर र अब यस्तो घरको टुर हानिरहेको छु अनि हाम्रो यहाँ बाहुनी बहिनीहरू पनि छ यहाँ बाहुनी बहिनीहरूसँग जोस् भेटघाट भइसक्यो हाम्रो अनि अब